हेलो गाइज वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ हाम्रो घरमा पूजा हुँदैछ। सो फाइनली त्यही भएर म चाहिँ अहिले भिडियो बनाउँदैछु मेरो ब्लग। अनि कृपया मेरो ब्लगमा चाहिँ बनिराख्नु। के गर्दै त्यही त झगडा गर्न मात्रै आउँछ जतिखेर पनि म त हालिदिन्छु। डर लाग्दैन त यो जतिखेर पनि म त अहिले यो बन्द हुन्छ नि बोल्न थाल्छ मलाई थाहा छ नि। अहिले बोल्न ल ल बोल्न त बहिनी बोल दिदा यहाँ अर्को नेहा के भन्नु हो म चाहिँ के गर्दाखेरि तेरो कन्टेन्ट बन्छ के कहिले गरेर भन्छ मेरो कन्टेन्ट यहाँ हेर पुच्छर बनिसक्यो यहाँ हेर पुच्छर बनिसक्यो यहाँ पुच्छर को दादा किन खोइ त दादा चाहिँ पुरानो हुँदैछ दादा दादा अलिक 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 सुन्दैन अलिक अलिक साह्रो सुन्दैन के गरेको हौ के हरायो हामीले सुनेन सम्झी अच्छा आमी हो नि फेरि इछु वेयर आर यु कैसे कैसे लोग रहते हैं यार ओके ओके बाय Yes sir, you may catch up wherever you wanna. This is Ariwa to the JDWare and this is कौन है ये लोग? Kerala Parivar and this is Nikita. You may call her Gu. Sorry. ये क्या है? बाप को भेज, तेरे बस की बात नहीं। खोइ अनुहार हेरौँ न ओम गजाननं भूतगणादिसेवितं कपित्थजम्बूफलसारुभक्षणं श्रीनिराश्रितरुणालयतं सशस्त्र वैकुण्ठनाथधरणीधर धर्मरूपा त्रायस्वकेशमहरे शरणगतं मां लक्ष्मीपते कमललो कारुण्यरूपकमलाकम् त्रायस्वकेशवहरे शरणं कृष्ण भूष्वेश्वराखिल गुरो कमलायताक्ष नारायणादिपुरुषेश पुराणवीशो त्रायस्वकेशवहरे शरणगतं मां हेयीद्वयादवपते सरशीर्वाक्ष चैतन्यशराभ्यां नमः। श्रीराम श्रीमद्भागवतमः पुराणपुरुषोत्तमाय नमः। सर्वेभ्यो देवेभ्यो नमः। भक्तवत्सल भगवान को राधा सर्वेश्वर भगवान को लक्ष्मण को नंदनंदन को दर्शनाधाम को राधा रानी को गिरिराज भगवान को गिरिधर भगवान को मानसी को धाम को संप्रदाय को श्रीमद्भक्ष भगवान को श्री 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 गुरुदेव भगवान को
लक्ष्यवर्तिका प्रज्वलन महोत्सवको परमधामका जीवको यस सम्पूर्ण शिल्पीहरूको सन्ध्याशयन आरतीको समस्त भक्तवृन्दको राजकाङ्गको जय श्री राधे हरि ओम तथा श्रीमद् भागवते महापुराणे पारमहंस्यां संहितायां पंचमस्कन्धे रावादि स्थिति वीर स्वर्ग मर्यादा निर्गुणं नाम तदुर्भुतोऽध्याय Drone shot, guys. Drone shot. How are you? How are you feeling? ये सब तेरो फोनबाट सुट हुँदैछ तँलाई कस्तो लाग्दैछ? शरणागत प्रतिपालक शरणागत प्रतिपालक जगदीश हरि आशुर भाव निवारक तारक सुखनाथ प्रभु तारक सुखदाता गुण अनुरूप तिमी हो गुण अनुरूप हरि हो हरिहर भारत पार परे ओम जय जगदीश हरे ओम काल हरो हर काष्ठ हरो हर दुखदारी विंशवहरणं नमामि शंकर भजामि भोले नमामि शंकर भजामि भोले हर हर शंकर शिव शरणं जय जय हर हर शंकर शिव शरणं आरोग्य चतुष्पाद कलैक विष्णु दिनादि जरा सबर को भर्खर 2 बजेर खाना खाँदैछौँ हामी। यस्तो भोक लाग्यो होइन आज होइन फेरि भन्नु त सक्दैन म खाएको हेर्नु न यहाँ खाएको फेरि सक्दैन नि फेरि कसैले उ यहाँ उता बाय बाय टाटा गुड बाय गया लु यताबाट म त थर्काइ पो यो मुख लुकाउँदैछ अर्को चाहिँ यहाँ बोल्ने फुर्सद छैन अरे भोक लागेर आम्मो कतिको मिठो छ लास्ट धेरै भोक लागेर होला क्या आम्मो भोकले त मान्छे त मर्नु लागिसक्यो अघिदेखि है लास्टै अझ बाई भन्यो बाई गाइस अहिले फेरि आउँछौँ न हामी मजा आया यहाँ चाहिँ मेरो दिदीहरू अनि अब त हामीहरू हिँड्दैछौँ हामी त अब हिँड्दैछौँ अनि अब देखा आपने लापरवाही का नतीजा है ल फेरि म सुन देखिसकेको छु हेर्नु सक्नुहुन्छ यहाँ मेरो बबी मेरो भाइ अनि यहाँ मेरो सानी मेरो बहिनी सगुन पोखरेल होइन गाइस सगुन पोखरेल हरेको चिन्दिन है म चाहिँ फेरि त्यो अर्को कालीमाई कहिले भिडियोमा देखिरहनु चिन्दिन म ल अर्को मेरो बहिनी सबभन्दा राम्रो बिच्छु बिच्चा हो नि फेरि म भन्छु मेरो त युट्युब च्यानल छ मेरो युट्युब च्यानलको नाम बाबुको सामान पोखरेल हो त्यति मात्रै हो सब्स्क्राइब गरिदिनु होला मेरो लाइक कमेन्ट सब्स्क्राइब प्यार हालिदिनु होला मेरो भाइको च्यानलमा अनि अरू
मम्मी मलाई निकिता पखन ओए रोड क्रस एकछिन मलाई यो भर्खर यो ओइ छिटो आऊ रोड क्रस गरौँ त अहिले भर्खर मैले भ्लग बनाएको थिएँ नि कतिखेर बनाएको थियो अघि हौ कसकोमा मामुकोबाट हो अनि म खोइ त मलाई त बोलाएर त तिम्रो भ्लगमा अनि कस्तो रहेछ नि सामान तिमी एउटा कुरामा नरिसाउ ल ओइ सामान तिमी एउटा कुरामा नरिसाउ ल हामीले पानी पखन पानी पानी ल एहे रहा नहीं जाता लास्टमा यति हो कि प्लिज म नयाँ हो मेरो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई